सबैभन्दा भाइरल घाट देखाउन आउँदैछु है। हेर्नुहोस् है, यहाँबाट सुरु भएको छ। म केही बोल्न जान्दिनँ, तर हेर्नुहोस् यहाँबाट सुरु भयो है। अब यहाँ साथीहरू यस्तो छ बनारस घाटमा रमाइलो। मेरा साथीहरू हामीहरू त्यहाँबाट थोरै अगाडि हिँडिसकेपछि हामी प्रहलाद घाट आइपुगेका छौँ। हजुरहरू दर्शन गर्न सक्नुहुन्छ प्रहलाद घाटको। नमो घाट अब हामीबाट धेरै टाढा रहेको छैन, यहीँ परतिर छ। हेर्नुहोस् कति नजिकै देखिएको छ है। अब थोरै अगाडि हामीहरू अगाडि पुग्नेछौँ। भगवान शङ्करजीको दर्शन गर्नुहोस् है त। त्यहाँबाट हामी अगाडि जान्छौँ। एक एक ठाउँमा जग्गा जग्गामा शङ्कर भगवानको कण कणमा शङ्कर भगवानको दर्शन गर्न सक्नुहुन्छ। यहाँनिर बनारस आएपछि हजुरलाई थाहा हुन्छ कि भगवान कण कणमा हुनुहुन्छ भनेर है। आउनुहोस्। अनि मेरा प्यारा प्यारा साथीहरू, हामीसँग ब्रह्मस्वरूप गुरुदेवहरू यहाँनिर गरेर थाकिएर बसिसक्नु भएको छ। थाक्यो गुरुदेव भगवान? हजुर, अब यो हाम्रो पैदल यात्रा चलिरहेछ। करिब आधी घन्टा जस्तो भयो हामी हिँडेको र अहिले चाहिँ अब एकछिन थकाइ लागेर विश्राम गर्यो। गुरु हजुरलाई थकाइ लागेको? अलिअलि गल्ले गल्ले यस्तो अनुभव भएर बसेको हो। गल्ले गल्ले यस्तो अनुभव भयो हैन? हजुर। अनि बनारस यात्रा एकदम रमाइलो भइरहेको? रमाइलो भइएको छ, एकदम मजा, पुरा मजा आयो। कुनै तीर्थमा मजा भएको थियो कि? त्यहाँबाट तीर्थमा मजा भएको थिएन, बनारस नै पहिलो मजा हो। एकदम पहिलो मजा। प्यारा प्यारा साथीहरू, हामीसँग आइसक्नु कालो भैरव। हेर्नुहोस् यहाँ। लाला के खान्छौ? बिस्किट? बिस्किट त छैन। यो मोटा हात्ती डरले चोक्थ्यौ, चोकिदिन्छौ? के खान्छौ बाबा? मेरा प्यारा साथीहरू, अहिले हाम्रो यहाँ हुँदैछ फोटो खिच्ने कार्यक्रम। हेर्न सक्नुहुन्छ एकदम फोटो धमाधम 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 चल्दैछ। यताबाट हुनुहुन्छ हाम्रो मोटो दाइ, यहाँ फोटो पोजमा रेडी भएर बसिरहनु भएको छ। उताबाट आउँदै हुन्छ फोटो खिच्नको लागि हाम्रा साथीहरू। र यहाँनिर फोटो खिच्न एकदम धमाधम छ। हामी छौँ अहिले प्रहलाद घाटमा, रानीघाट। सरी यो घाटको नाम हो रानीघाट है। मैले अलिक परै लेखेर त यार प्रहलाद घाट त। यो घाट हो रानीघाट। यो घाटमा नि अलिक प्रकारको आनन्द छ। हरेक घाटमा अलग अलग प्रकारको आनन्द छ। त कुन आनन्द छ भन्ने कुरो मैले नै अनुभव गर्न सकिरहेको छैन। प्यारा साथीहरू, हामीहरू अहिले ठ्याक्क नमो घाट पुगिसकेको छौँ। नमो घाट पुग्नुभन्दा अगाडि हामीले ट्रेन देख्यौँ है। त्यो ट्रेनको पनि तपाईँलाई दर्शन गर्न आउँथ्यो। उहाँको यस्तो आउँछ कि आउँदैन थाहा छैन। हेर्नुहोस् ट्रेन तर्दैछ है। हेर्नुहोस् ट्रेन उस पार जाँदैछ है। अघि नै जानु थियो, अघि मैले भिडियो बनाइनँ, सरी। त्यसको लागि म माफ माग्न चाहन्छु है। तर दामी देखेको छ यार। हेर्नुहोस् अहिले पनि किन लाग्यो पुरा। यो लामो थियो क्या, पुल जत्रै लामो थियो, अझै लामो थियो लगभग। हेर्नुहोस् योभन्दा दामी दामी चिज देखाउँदैछु। बेला साथीहरू, हामीहरू अलिकति अगाडि आइपुगेका थियौँ राजघाटमा। राजघाटमा हुनुहुन्थ्यो हाम्रो यो भैया, यहाँ ट्याटु हान्ने भैया। र दाइले भन्नुभयो कि यहाँ म ट्याटु हान्छु भनेर। अब दाइले यहाँनिर महाकाल महादेववाला ट्याटु हान्न आँट्दै हुनुहुन्छ। हेर्न सक्नुहुन्छ महादेववाला। अब हेर्न सक्नुहुन्छ यहाँनिर साफ हुँदैछ है। हेर्नुहोस् अब हामी यहाँ हेर्नेछौँ कसरी ट्याटु हान्छन् भन्ने कुरा पहिला चाहिँ है त। त्यस पछाडि अरू भिडियो हेर्नेछौँ हामी। हेर्नुहोस् यहाँ कस्तो हुन्छ, सिकाउँदै हुन्छ कहाँ हान्ने भनेर। अलि माथि दाइको एकदम साफ हुँदैछ। अब स्टार्ट भइसकेको छ है यहाँ बनाउनको लागि। दामी ट्याटु हुने भयो। अब चाहिँ पैसा साटिन्छ खाँदा नि हुन्छ भन्ने हुन्छ दाइ है। अब पैसा साटिन्छ खाँदा नि हुन्छ। आज मस्त खाने हो है। कस्तो हुन्छ हेर्न त। हामी अन्तिमसम्म हेर्नेछौँ। लेख्नेको कार्यक्रम हुँदैछ है। स्केलले नपाई है। खतरा हुँदैछ दामी खालको। अब बवाल ट्याटु हुन्छ यहाँनिर। हेर्न सक्नुहुनेछ कसरी हान्छन् ट्याटु भन्ने कुरा अवलोकन गर्न सक्नुहुन्छ। यदि तपाईँहरूलाई नि हान्न मन छ भने हान्नु है त। कस्तो हुन्छ कमेन्ट गर्नु है। हेर्नुहोस् साथीहरू, दाइको अनुहार देखेर मलाई नै रुनु मन लागिसक्यो यार। हेर्नु दाइ आनन्द हुँदैछ नि होइन। बिचरा दाइलाई अघि तिमीहरूसम्म दाइ के भन्छ बनारसमा आनन्द आउँदै थियो अहिले होइन। आनन्द निस्किँदै छ अहिले बनारसको दाइलाई। सजिलो छ सजिलो। अब छोडौँ भने भएन होइन दाइ। मेरा प्यारा साथीहरू, अहिले हेर्नुहोस् न यहाँ दाइले भिडियो बनाउँदै हेर्नु थाल्नु भयो यार। कसैले भन्छन् इन्फेक्सन हुन्छ, कसैले भन्छन् क्यान्सर लाग्छ भनेर। डरले दाइले अहिले सुसु गर्न आँटिसक्नु भयो यार। डर नदेखाइदेऊ न नि, डर नदेखाइदेऊ न भाइ। चस्मा ल्याउनु त दाइ, म चस्मा लाएर भिडियो बनाउँ। हेर्नु है गाइस, म चस्मा लाएर भिडियो बनाउँछु कस्तो देखिन्छ है। नराम्रो देख्यो राम्रो देख्यो भन्नु है। कस्तो देखियो त भवाल देख्यो होला नि। मेरा प्यारा साथीहरू, अहिलेको ट्याटुको अवस्था यस्तो छ हेर्न सक्नुहुन्छ। ट्याटु हान्ने मान्छेको अवस्था यस्तो छ र ट्याटु हान्ने मान्छेको अवस्था यस्तो छ। अरे हामी हेर्नेको अवस्था यस्तो छ है। हेलो गाइज होइन यस्तो छ है हालत। के गरेको आइरहने दाइ।
मेरा प्यारा प्यारा साथीहरू अब यो पुरा ट्याटु कम्प्लिट भइसकेको छ हेर्न सक्नुहुन्छ है लास्ट हो ट्याटु कम्प्लिट भइसकेको छ दाइ कस्तो अनुभव भयो आनन्द छ बनारसमा आनन्द छ हैन मलाई ब्लड दान गरे जतिकै भइसक्यो ल हेर्न सक्नुहुन्छ साथीहरू कस्तो छ मस्त छ है त ल कस्तो लाग्यो हजुरहरूलाई राम्रो लाग्यो लागेन कमेन्ट गर्न सक्नुहुन्छ है प्यारा प्यारा साथीहरू हामीहरू अब ट्याटुको काम खत्तम गरिसकेपछि हामी फेरि लाग्यौँ आफ्नो कार्यक्रमतर्फ होइन आफ्नो जो लक्ष्य थियो त्यहाँतर्फ हामीहरूको लक्ष्य हो नमो घाटसम्म पुग्ने होइन नमो घाटसम्म हजुरलाई दर्शन गराउने सबैभन्दा सुरुमा हजुरले नमो घाटको पहिलो दर्शन यहीँबाट गर्नुहोस् हेर्नुहोस् नमस्ते देख्नुहुन्छ परबाट यो ठुलो नमस्ते हो सानो नमस्ते अलिकति देखेको छैन यो बनारसको गङ्गा ब्रिज हजुरलाई मैले परेबाट पनि ट्रेन कुद्दा देखाएको थिएँ कस्तो छ हेर्नुहोस् अनुभव गर्न सक्नुहुन्छ सायद हजुरलाई पसन्द आयो राम्रो लाग्यो होला त्यही आशा गर्छु म राम्रो लाग्यो राम्रो मानिदिनुहोस् यार के गर्नु साथीहरू अब हामी यहाँ उता नजाने भइसक्यो है अब हामी यहीँसम्म मात्रै आउने भयो यहाँबाट उता धेरै टाइम नभएको हामीसँग नभएको हुने कारणले गर्दाखेरि अब हामी यहाँ फर्किँदैछौँ यहाँबाट हजुरहरूले देख्न सक्नुहुन्छ यो रमाइलो दृश्य रमणीय दृश्य हजुरहरूलाई कस्तो लाग्यो आशा गर्छु सबैजनालाई राम्रो लाग्यो होला है तपाईँहरू हेर्न सक्नुहुन्छ है यहाँनिर ट्रेन अघि मैले देखाउन सकेको थिइनँ अझै म पुरै देखाउँछु तपाईँहरूलाई यहाँदेखि लिएर पुरा ट्रेन पल्ला छेउसम्म छ है त्यो पनि सकेको छैन हेर्नुहोस् कत्रो लामो छ यार कहाँ पुगिसक्यो ट्रेन यो पुलमा त लामो छ पर कहाँ छ थाहा छैन छोरा बेर चाहिँ हेर्नु कति बेरसम्म जान्छ हेर्नु है कति बेरमा निस्किन्छ हेर्नु है यहाँ बल्ल सक्यो हेर्नुहोस् कति लामो रहेछ कमसेकम यसमा थियो होला लगभग 30 डब्बा थियो होला कमसेकम मेरो विचार भोले बाबाजीको यहाँनिर मेरो फोटो खिचिदिनु दाइ ओ दाइ फोटो खिचिदिनु न एउटा यहाँ फोटो खिच्छु म हामी आइपुग्यौँ नयाँ घाटमा आइपुग्यौँ होइन तर नयाँ घाटको वातावरण हेर्न सक्नुहुन्छ कस्तो स्वच्छ आनन्दमय छ है नयाँ घाटहरू अहिले एकदम भव्य सुन्दर बनिएका छन् है हेर्न सक्नुहुन्छ अवलोकन गर्न सक्नुहुन्छ आनन्द छ है बनारस यतिको आनन्द घाटमा यति आनन्द छ बहुत आनन्द छ कति आनन्द भन्नु खालि आनन्दै मात्रै भन्न हुन्छ यार बनारसका घाटहरूमा अरू त त्यस्तै हो जति शाम हुँदै गयो जति राति हुँदै गयो त्यति भिड हुने हुन्छ है तपाईँहरू हेर्न सक्नुहुन्छ अहिले पनि अघि जाँदाखेरि कति भिड थियो र अहिले कतिको भिड छ देख्न सक्नुहुन्छ साफसफाइ पनि चलिरहेको छ किनकि जति दर्शकबिन्दुहरू आउनुहुन्छ जति श्रद्धालु भक्तहरू आउनुहुन्छ उति फोहोरहरू हुन्छ यहाँनिर अब खाने महिलाहरू इत्यादि धेरै नै हुन्छ है अच्छा यहाँनिर अब हामी झालमुरी खानेछौँ त्यसले झालमुरी खुवाउने अरे है यहाँनिर अब भैयाले के हाल्नुहुन्छ हेरौँ भैया बढ़िया चीज डाल के बनाएंगे देखते भैया ये क्या चीज है क्या डालेंगे हाँ झालमुरी बना के बढ़िया वाला खिलाएंगे है ना भैया क्या बनाना है भैया हमारा भैया बनाएंगे हामीहरू त्यहाँबाट झालमुरी खायो अरे फेरि यहाँबाट तपाईँ हिँडिसक्यौँ त्यहाँ भिडियो गरेन जिस्का आयो नि त त्यही भएर गीत जाउँछन् कि क्लास लागिहाल्छ हेरिका हेर्नु हुँदैन त्यतापट्टि त्यो घाटमा होइन क्रिकेट पनि चल्छ हेर्न सक्नुहुन्छ घाटमा क्रिकेटको आनन्द भैयाहरू उठाउँदैछन् क्रिकेटको आनन्द है घाटमा क्रिकेटको आनन्द कस्तो आनन्द क्रिकेटकै आनन्द खालि आनन्दै मात्रै अरू जे भने न आनन्द सिप हेर्न सक्नुहुन्छ कस्तो बवाल छ सही तरिकाले चलिरहेको छ काशी गंगा पता नहीं क्या है यार यार हाम्रो अंकल जी कुद्दै हुनुहुन्थ्यो यताबाट अंकल जी किन यति साह्रो दौडिनु भएको भैयाहरूले कुदाए क्या कसले भैयाले बनारस घाटमा हेर्नुहोस् है भव्य चिज आउँदैछ है क्या आनन्द यार हेर्नु है छक्क पर्नुहुन्छ तपाईँहरू आवाज सुन्दै हुन्छ होला डङ्गरा डुङ्नुको है हेर्नु है अरे के हो यार यो अरे हेर्नु साथीहरू यस्तो छ बनारस घाटमा रमाइलो खानै खायो है मोबाइल छोडो घाट से नाता जोडो यस मोबाइल छोडो घाट से नाता जोडो बाकी सब कुछ छोड़ो अकेले नहीं संवादी बनिए
ठीक है भैया। भैया ने बहुत कुछ क्या उनका बात खिलाया करवाया, खिलाया नहीं करवाया। हँसी गाने आउँछ यार, के भन्नु म भ्लग बनाउन आएपछि जे मन लाग्छ त्यही बोलो है, यस्तै छ। सिक्दैछु अलिअलि। हामी गोलाघाट पार पुगेछ। उँभो जाँदाखेरि एउटा नाम देख्छु, उँभो आउँदाखेरि अर्को नाम देख्छु यार घाटको पनि। के भएको यो, के हो यो? यो त घाट वाट के लेखेको छ हौ यहाँ। तर दिदीहरू चाहिँ राम्रै हुने यतिको चाहिँ है, त्यस्तो नहुने साथीहरू। घाटमा ढालेर हिँड्नु भयो दिदीहरूले। के भनौँ, बनारसी दिदीहरू आवाज आइछ चट्टासँगले। घाटमा अरू त थाहा छैन, तर अङ्ग्रेजहरू आएर क्रिकेट खेल्दैछन् क्या हौ यहाँ माथि हेर्नु त। अरे बाफ रे यार, के देख्नु पर्छ यार मैले। फोटो खिच्नको लागि क्रिकेट खेल्दैछन्। यस्तो नि हुन्छ यार, यस्तो चाहिँ नगर्नु साथी होइन। बनारस घुम्नको लागि हेर्नुहोस्, यहाँ कुकुर त आयो है। तिमी कहिले आउँछौ? छिटो छिटो गरेर बनारसको प्लान बनाइहाल है। सानो कुकुर पनि आएछ है, ठुलो कुकुर सानो कुकुर। तिमी कुकुर कहिले आउने छिटो भन। सबैभन्दा भाइरल घाट देखाउन आउँदैछु है। हेर्नुहोस् है, यहाँबाट सुरु भएको छ। म केही बोल्न जान्दिनँ, तर हेर्नुहोस् यहाँबाट सुरु भयो है। अब यहाँदेखि भाइरल हेर्नुहोस्, पुरा यो घाटै सबै भाइरलै भाइरल है। पुरा यो घाट प्रसिद्ध घाटहरू हो, सब यो घाटहरू प्रसिद्ध छन्। सबै देखाउनु चाहिँ हेर्नुहोस्, यहाँबाट रमाइलो जग्गा छ, अझै बन्दै पनि छन् है। हेर्नुहोस् फोटो खिच्नेको कति भिड हुन्छ भन्ने कुरा देखाउँदैछु म। बुद्ध भगवान हुनुहुँदो रहेछ क्यार है, हेर्नु सक्नुहुन्छ। बुद्धं शरणं गच्छामि, धर्मं शरणं गच्छामि। बुद्ध, नाग, शिवलिङ्ग, नन्दी महाराज। फोटो खिच्नेको भिडियो हेर्नुहोस् कति छ। यहाँ फोटो खिच्नु पर्ला भनेको थियो, फोटो खिच्न नपाएन। यहाँ बनिँदै पनि रहेछ। अझ ध्यान त्यहाँ माथि त भाइरल घाटहरू कस्तो कस्तो भाइरल घाटहरू छन्। फोटो खिच्नेको उस्तै छ लाइनहरू, यता आउँदै हेर्न सक्नुहुन्छ है कस्तो भिड छ भन्ने कुरा। कति भिड छ यो, कुन घाट हो भनेर हेर्न चाहनुहुन्छ नि? यो गुन्जी परकोटा घाट हो, त्यही घाट हो, त्यही भाइरल घाट है। यतापट्टिको वातावरण पनि हेर्न सक्नुहुन्छ हजुरहरूले। तो मेरा प्यारा साथीहरू, भाइरल ठाउँमा हामीले फोटो भिडियो गर्यौँ अनि हामी त्यहाँबाट अगाडि बढिसक्यौँ। यहाँबाट हेर्न सक्नुहुन्छ भाइरल जग्गा कस्तो छ भनेर। एकदम सुन्दर रमाइलो देखिरहेको छ, हजुरहरूले हेर्न सक्नुहुन्छ। र हामी त्यहाँबाट एकदम फास्ट कुदे गइसक्यौँ, किनकि हामीले दुईजना दाइहरूले छोडेर गइसक्नु भएको छ। हामी एकदम दौडेछौँ। हजुरहरू अवलोकन गर्न सक्नुहुनेछ। हेर्नुहोस् म कसरी दौडिँदैछु, मुटु फुट्छ होला यार होइन। अब के भन्नु, केही बोल्नै आउँदैन होइन। अब कुद्दैछु म। अब अलिक अगाडिबाट तपाईँलाई यहाँबाट देखाउँ कि जस्तो लाग्यो त, फेरि अलि दामी देखिएन होइन। अलि अगाडिबाट चाहिँ म एकचोटि तपाईँहरूलाई त भाइरल जग्गा, यो रमाइलो एकदम दामी दृश्य देख्ने ठाउँमा क्या, त्यहाँबाट देखाउनेछु। हेर्नुहोस् त, अब यहाँबाट देखाउँछु। लगभग यहाँबाट कस्तो देखिन्छ, यहाँबाट घाटहरू हेर्नुहोस्। यो सबै नेपाली जस्तै लाग्यो यार मलाई। हेर्नुहोस् त, नेपाली दाइहरू हुनुहुन्छ यहाँ, पक्कै पनि त बोल्दै हुनुहुन्छ नेपाली होइन। मैले सुने, एक दुई शब्द सुने। हजुरहरूलाई यहाँसम्म त आवाज आउँदैन, किनकि मेरोमा चाहिँ आवाज आउनको लागि। हेर्नुहोस् यहाँबाट कस्तो दामी देखेको छ। क्या सुन्दर छ। मैले तपाईँलाई धेरै बेर देखाउन सकिनँ है, त्यही पनि यतिमै तपाईँहरू खुसी मान्नुहोस्। र मेरो भिडियो तपाईँलाई कस्तो लाग्यो आशा गर्छु सबैजनालाई एकदम राम्रो लाग्यो होला। राम्रो लाग्यो भने राम्रो मानिदिनुहोस् र भिडियोलाई लाइक कमेन्ट गरिदिनुहोस्, सेयर गरिदिनुहोस् है। अनि च्यानललाई सब्सक्राइब अवश्य गर्नु होला। अर्कोचोटि योभन्दा राम्रो भिडियो लिएर आउने वादा गर्दछु है। ल सबैजनालाई राम राम, सबैमा नमस्कार है त। हवस्, ओम।